हेलो गुड मर्निङ एभ्रिवान। आज चाहिँ हाम्रो अर्के अल्तारको सुटिङ छ अनि म चाहिँ आउनु त अघि नै आएको है, तर एकदमै रस भएर मैले भिडियो बनाएको थिइनँ। भर्खर स्टार्टिङ गर्दैछु अनि हल्का क्लिप्सहरू चाहिँ खिचेको छु मैले, म त्यो पनि राख्छु होला। अनि उपरबाट चाहिँ दिलले हेरिरहनु भएको छ। आज चाहिँ मैले क्वेसन आन्सर वाला गेम खेलाउँछु भनेर सोचिरहेको छु अनि मैले आउँछु म कहिले कहिले आउने राजदाली टाइम दिएपछि अनि त्यसपछि म यहाँ यो के अरे के भन्छ अरे पहेँला हाल्छु ल। हेलो गुड मर्निङ दिदी। आज चाहिँ म क्वेसन सोध्न लागेको छु हैन, अनि त्यो क्वेसनको आन्सर चाहिँ रङ दिनुपर्छ है त। रङ आन्सर दिनुपर्छ क्या, राइट आन्सर हैन रङ आन्सर। क्वेसन चाहिँ अलिकमा सोध्छु ल सम्झेर। हेलो दादा। हेलो नमस्ते। अस्ति पनि मैले मेरो फर्स्ट भिडियो स्टार्टिङ गर्दा तपाईसँग बोलाएको थिएँ है, त्यो पनि राम्रो गएको थियो। धेरै राम्रो, एकदम खुसी लाग्यो। आज चाहिँ मैले हैन गेम खेलाउन लागेको छु मसँग जो सबैलाई रेन्डमली। आज चाहिँ मलाई म आज चाहिँ अनि के हो गेम भने चाहिँ म तपाईँलाई क्वेसन सोध्छु, तपाईँले त्यसको आन्सर चाहिँ राइट होइन रङ एन्सर दिनुपर्छ क्या। रङ एन्सर बुझ्नुभयो? बुझेँ, तर ट्राई गरौँ न एकचोटि। ओके ल। हेलो दिदी गुड मर्निङ। हेलो हेलो गुड मर्निङ। के छ हाल खबर? ठिकै छ। के भन्न चाहनुहुन्छ? मेरो ब्लग हो यो। सबैजनाले हर्के हलदार स्वयम्वर भन्ने च्यानल जो हाम्रो सानो बहिनीले स्टार्ट गर्नुभएको छ, सबैजनाले हेरेर लाइक कमेन्ट सेयर सब्सक्राइब के हुन्छ सबै गरिदिनु होला। अनि यसै गरी सधैँभरि माया गरिदिनु होला। अहिले चाहिँ हामी हर्के हलदारको सुटमा छौँ अनि हर्के हलदारलाई त अलरेडी हजुरहरूले सबैले माया गरि नै रहनु भएको छ, अझै गरिदिनुहोस् त्यही भन्न चाहन्छु म सङ्गम राईको तर्फबाट चाहिँ। अनि आज चाहिँ मैले होइन हजुर एउटा गेम खेलाउँछु भनेर सोचिरहेको थिएँ। गेम चाहिँ के हो भने अघि नै पनि मैले भनिसकेँ, तपाईँलाई म एउटा क्वेसन सोध्छु, त्यसको आन्सर चाहिँ तपाईँलाई रङ भनिदिनुपर्छ है त। ओके। हेलो दिदी वेलकम टु माई ब्लग। हजुर हजुर धन्यवाद। आज चाहिँ मैले होइन सबैजनालाई एउटा गेम खेलाएको। त्यो गेम चाहिँ के हो भने तपाईँलाई म क्वेसन सोध्छु, त्यसको आन्सर चाहिँ रङ दिनुपर्छ है त, राइट होइन। तपाईँलाई फर्स्ट क्वेसन छ, 1 विकमा कति दिन हुन्छ? 9। तपाईँको नाम के हो? मेरो नाम माइला। धेरै टाइम लिन पाइँदैन है त। ओके। हजुर म्यारिड हो कि अनम्यारिड हो? म म्यारिड। जुन कहाँ लाग्छ? धरतीमा। यस। एक दर्जनमा कतिवटा एग हुन्छ? 14। म चाहिँ प्राइज पनि दिन्छु है, चक्लेट। अहिले श्याम सरले चक्लेट लिएर आउनुहुन्छ, त्यही चक्लेट दिन्छु। तपाईँलाई सबैभन्दा मनपर्ने एक्टर को यहाँ हर्के हलदारको? हर्के हलदारको सबैभन्दा मनपर्ने चाहिँ यो के अरे रेशमा हो होइन। मन नपर्ने हुन्छ त्यो फेरि। मन नपर्ने भएको नि त, त्यही त भन्नु पर्यो नि त, मन नपर्ने भयो त नामले। ए त्यसो भए म मन नपर्ने है। हजुरको घर कहाँ हो? काठमाडौँ। धेरै सोचिरहनु पाइँदैन है त। अनि तपाईँले के लगाउनु भएको छ? मैले टी सर्ट प्यान्ट। मान्छेहरूको कतिवटा टाउको हुन्छ? 4वटा। तपाईँ कतिजना छोराछोरी छ? अहिले 12.5। 12.5 कि आधी? आधी चाहिँ पेटमै छ नि त, निस्किने बाँकी छ, त्यसलाई पनि हिसाब गर्नु परेन। ए अनि अर्को क्वेसन चाहिँ तपाईँको प्रोफेसन चाहिँ के हो? म झाडु पोछा लाउने, भात पकाउने, कपडा धुने, बच्चाहरूको टोइलेट सफा गर्ने, त्यही हो। गुन्द्रुके दादाको गोजीमा के छ होला? के होला? कपाल। गोजीमा कपाल। नाइस नाइस।
तपाईको सबैभन्दा फेभरेट मान्छे को सुटिङ सेटको? सबैभन्दा फेभरेट लामो सोध्दै सक्दैन रहेछ आउट भयो उल्टो कुरी सेटमै त अनि तपाईको विवाह चाहिँ छैन? मेरो म कुमार पनि होइन होइन अब विवाद पनि होइन कि दुइटै मिस गर्छ कि मेरो चाहिँ। अनि एन्ड लास्ट क्वेसन कि हजुरको छोराछोरी कतिजना छ? 10। ओके थ्याङ्क यू सो मच है। तिमीलाई पनि धेरै धेरै धन्यवाद यो मौका दिएकोमा। हस् ओके बाई। मेरो भर्खर एउटा सिन भएको थियो माथि अनि एकदमै टायर्ड भइरहेछ। मेकअप नपुसिकन किन बस्या भने त भ्लगिङ बनाउन पर्छ यार। होइन होइन सुट सकेर हामी फेरि दिउँसै मान्छेलाई किन तर्साउनु भनेर होइन नि हामी दुईजना लामा छोरी जस्तो देखिन्छ देखिँदैन दिदी बहिनी जस्तो जो थाल्ने छोरी मलाई त होइन के भने भन्नु न तिम्रो के तपाईको फेभरेट मान्छे को हो रे के भने उल्टो भन्नु पर्यो। फेभरेट नहुने त को छ त यहाँ फेभरेट होइन। अनि मैले यतिकै तिखेदाईको नाम दिएँ तिखेदाई नरिसाउनु है भ्लग हेरेर। ए म पनि अनम्यारिड हो म्यारिड भने छोराछोरी छ भने सो फेरि झुकिनु होला नि तपाईँहरू। आई एम नट म्यारिड सिङ्गल जस्ट यो भिडियो चाहिँ रमाइलोको लागि मात्रै होइन एकदम एकदम हामीले जस्ट इन्जोयको लागि फनको लागि रमाइलो भयो। गेम त रमाइलो त्यो गेम चलिरहेछ नि त अहिले चलिरहेको छ तर मलाई मजाले खेलाउनु त आएन भर्खर स्टार्टिङ थियो। क्वेसन तिमीले सोधेको थियो हामीले आन्सर बदल दियो होला सायद के हो खोइ यति मजाकमै दिएको मजाकमै हिट हुने भयो। हेरौँ आई होप सो एकदम हो नि कुनै कुनै कुराहरू यतिकै मजाकमै उयो हुन्छ क्या रमाइलो हुन्छ कि कसो। मेकअप आर्टिस्ट राजु लामा वाइबा चाहिँ आज हर्केलदारमा महिनामा चाहिँ वर्षमा चाहिँ 3 चोटि लगभग 500 चोटि चाहिँ इन्ट्री हुन्छ। फेरि वर्षमा 52 भागमा 52 भागै चाहिँ फेरि टाइटलमा फर्स्टको नाम चाहिँ राजु तामाङ लामाको आउँछ। बडो मेरो नाम भित्र छ राजु वाइबाको नाम छ यार। वाइबाको नाम आउँछ। मलाई आज एकदम खुसी लागेको छ राजु वाइबाले मेकअप गरेपछि त म आफूले आफूलाई 15 वर्ष चाहिँ अझ पनि यो उमेरको चाहिँ महसुस हुन्छ एकदम 15 वर्षको अझ कलिलो उमेर कि भर्खर 22 त्यस्तो जस्तो लाग्यो तपाईँलाई? काका इन्द्रकमल भन्नुहुन्थ्यो काकी त साँच्चीकै इन्द्रकमलै लिएर आउनु भएको छ नि। काकाको भन्दा जुङ्गा लामो इन्द्रकमलको रहेछ। अब त्यो जुङ्गा राख्ने कि फाल्ने काका? भुइँमा कुरा त नै हुन्छ। लपी दिदी हेलो दादा। अघि दिउँसो मैले गेम खेलाएको थिएँ नि हजुरलाई कस्तो लाग्यो एकचोटि भनिदिनु नि। यहाँ छोटो मिठो अचानक यो सरप्राइज भयो होइन। खेल भनौँ कि अब एउटा गेम भनौँ होइन। अब गेम छोटो मिठो गेम के गर्नुभयो त्यो गेम भनौँ कि अब खेल पनि होइन गेम फन रमाइलो फनी टाइपको के छ हजुर नि एकदम ठिक छ। उहाँलाई पनि खेलाएको थिएँ खेल्नु भएको थियो ल खुसी लाग्यो। उहाँको तपाईँको युट्युबमा होइन ल यसो युट्युबमा पनि उहाँकोमा अब यसो हेरेर होइन लाइक कमेन्ट अनि यसो सेयर गर्नु होला यता बहिनी निशा गेमको बारेमा भनिदिनु त छोरी। हाम्रो गेमको बारेमा भनिदिनु कि अनि मेरो ब्लग हेरिदिनु पनि भन्नु। सबै राइट कुरा गरेँ त प्रश्न मैले सबै ओके गरेँ त होइन र उल्टो जवाफ दिनु पनि होइन उल्टो काम उल्टो होइन खाने उल्टो लाउने उल्टो सुत्ने उल्टो होइन सबै सुत्नुहुन्छ भन्दाखेरि के भन्नु पर्यो उल्टो तलतिर खुट्टा माथितिर त्यस्तै क्वेसन अब हेरेपछि थाहा हुन्छ कतिको लाइक कमेन्ट अनि यसो हाम्रो बहिनीको च्यानललाई सबैजना सब्सक्राइब गरिदिनु होला भिडियोहरू साथ दिनु होला। यस्तै ब्लग हेर्नको लागि हर्केलदार स्वयम्वर युट्युब च्यानललाई सब्सक्राइब गर्नु होला। ओके बाई।